आजको यो भिडियो चाहिँ बिरयानी लभरहरूको लागि। हजुरहरूलाई बिरयानी कतिको मनपर्छ अनि हजुरहरूले घरमा बनाएर खाने गर्नुभएको छ कि छैन। बिरयानी चाहिँ घरमा सजिलैसँग बनाएर खान सकिन्छ। यो खासै अब हेल्दी फुडमा त पर्दैन। मलाई खासै यो धेरै पकाएर सर्भ गर्न त मन पर्दैन। मेरो बच्चाहरूलाई एकदमै मनपर्ने भएको हुनाले मैले वन्स अ विक चाहिँ यो बनाइदिन्छु अनि अरू भेजिटेबलहरूसँग चाहिँ सर्भ गरेर खाना दिने गरेको छु। मैले आज चाहिँ बोनलेस चिकन बिरयानी बनाएको थिएँ। घरमा सजिलैसँग कसरी बनाएँ भनेर देखाउन गइराखेको छु। यो त्यस्तो बनाउन खासै गाह्रो छैन। मैले सुरुमा एउटा प्यानमा चाहिँ मैले 2-3 चम्चा तेल र 2-3 चम्चा घिउ राखेर त्यसलाई तताउँछु। त्यसपछि त्यसमा थोरै जिरा फुराउँछु अनि मैले मसिनो गरी काटेर राखेको प्याज राखेँ। थोरै मसला र थोरै नुन र बेसार राखेँ। यसरी थोरै नुन राख्दाखेरि चाहिँ यो प्याज एकदमै छिटो फुर्छ। अनि त्यसपछि मैले यहाँ गरम मसला हालेँ, ल्वाङ, सुकमेल, मरिच अनि मैले यहाँ तेजपत्ता र दालचिनी पनि राखेँ। अनि प्याजलाई चाहिँ गोल्डन ब्राउन हुने बेलासम्म चाहिँ भुट्ने। त्यसपछि मैले कुटेर राखेको लसुन र अदुवा राखेँ अनि यसलाई पनि रातो हुने गरेसम्म भुट्ने। यो प्याज भुटेन भने चाहिँ तरकारी बिरयानी जे पनि गुलियो हुन्छ। प्याजलाई चाहिँ मजाले भुट्नुपर्छ। अनि मैले यहाँ बोनलेस चिकन राखेँ। त्यसपछि मैले माथिबाट थोरै नुन राखेँ अनि चिकन मजाले पाकिसकेपछि चाहिँ पानी सुकिसकेपछि मैले 2 सानो चम्चा चाहिँ जिरा धनियाँको धुलो राखेर सानो ग्यासमा त्यसलाई एकछिन भुट्छु। त्यसपछि मैले यहाँ थोरै टमाटो राखेँ। आफ्नो इच्छा अनुसार टमाटो पाकिसकेपछि मैले यहाँ 2 चम्चा चाहिँ दही राख्छु, होल मिल्क। दही राखेपछि एकछिनमा चलाइहाल्नुपर्छ, नत्र फाट्छ। अनि यतिको ग्रेभी रेडी भयो। त्यसपछि मैले आज युज गर्न गएको बिरयानी मसला चाहिँ यो सिन्धीको बिरयानी मसला हो। मैले यो 1 र आधा प्याकेट युज गरेँ। बच्चाहरूले पिरो नै खान मन पराउँछन्। अनि यतिको भइसकेपछि मैले यहाँ मसिनो गरी काटेर राखेको धनियाँ र पुदिना राखेँ। पुदिनाले चाहिँ एकदमै यो धनियाँ पुदिनाले चाहिँ बिरयानीको टेस्ट एकदमै मिठो बनाउँछ। अनि मैले एउटा राइस कुकरमा चाहिँ यो लङ ग्रेन राइसलाई चाहिँ यसरी पकाएको छु। मैले उमाल्ने झन्झट गर्दिनँ, सजिलो तरिका यस्तै हुन्छ। अनि राइस चाहिँ मैले यसरी अब लेयर गरेर चाहिँ यहाँ राइस राख्छु। चिकनको माथि राइस राखेँ अनि फेरि चिकन राखेँ। त्यसपछि माथिबाट फेरि राइस राखेर लेयर गर्ने। माथिबाट फेरि मैले फ्राइड अनियन अनि पुदिना र धनियाँ राखेँ। थोरै अलिअलि पानी छम्किने अनि मैले थोरै घिउ राख्छु। अलिअलि पानी छम्किएपछि चाहिँ मैले यहाँ चाहिँ 1 चम्चा जस्तो घिउ राखेँ। त्यसलाई सानो यसरी सबैतिर लाग्ने गरेर राखेँ। अनि त्यसपछि ढक्कन लाएर 2-3 मिनट चाहिँ आगो ठुलो पार्ने। अनि यतिको यो भाँडामा यतिको बबल आइसकेपछि चाहिँ आगो एकदमै सानो बनाएर 10 मिनट जस्तो पाक्न दिने। अनि त्यसपछि पाकिसकेपछि त्यसलाई आगो निभाएर फेरि 5 मिनट जस्तो यतिकै राखिदिने। अनि यो बिरयानी खानालाई रेडी भयो। एकदमै मिठो हुन्छ। घरमा हजुरहरूले पनि यसरी बनाएर ट्राई गर्नुहोस् है त। थ्याङ्क यू फर वाचिङ। लभ यु अल।